यो ग्राउन्ड हेर्दा बच्चाहरू खेल्ने ग्राउन्ड जत्रो छ, तर यहाँ केटाहरू फेरि वर्ल्ड कपको फाइनल भन्दा बढी कराएर खेल्ने गर्छन् के बाफ्रे। जाँगर हेर न केटाहरूको खत्रै छ नि। झन् आज त टोलाई खेलेको थिएँ, म चाहिँ खेल्न त खेलिनँ। हेर्दा कति रमाइलो भयो मलाई आज। अब त चिया खान कन्ट्रोल गर्छु भन्छु, फेरि मौसमले त हेर न कस्तो साथ दिएको। त्यसपछि फेरि 1 कप झ्याम थपिदिएँ के। आजसम्म बिहानभरिमा मेरो 3 कप भयो। आज फेरि घरमा मोमो सकिएकोले बिहान मोमो बनाउनु पर्ने कार्यक्रम छ के घरमा। फेरि मलाई धनियाँ लिन जा भनेर कराइहाले। त्यसपछि म छाता लिएर लागिहालेँ बुढो घरतिर धनियाँ लिनलाई। हाम्रो बुढो घरमा फेरि आँगनैभरि धनियाँ छ के। ल हेर्नुहोस् त धनियाँ कति छ हाम्रो बुढो घरको आँगनमा, लट्रम्मै फल्या छ के। झ्यामझुम धनियाँ टिपेर म लागेँ घरतिर। अलिक छिटो मोमो बनाएर भ्याउनु छ के। आज धनियाँ लिएर घर पुग्न नपाउँदै मलाई पैसा लिएर फेरि दोकानमा लसुन लिन पठाइदिएँ। म फेरि लागेँ दोकानतिर, झ्याममा लसुन ल्याउँछु भनेर लागेको थिएँ। यसो सोचेँ घरमा दुध पनि भ्याइएछ के चिया खानलाई। यही मौकालाई सदुपयोग गर्दै मैले 1 पोका दुध पनि किनिहालेँ अनि लागेँ लखर घरतिर। घर पुगेको त मोमो बनाउने कार्यक्रम पनि लगभग सकिन लागिसकेछ। आजलाई यति नै भनेको त होइन बनाउन बाँकी छ, आइज बना भनेर मम्मीले कराइहाल्नु भयो। त्यसपछि म पनि लागेँ मोमो बनाउन। मोमो बनाउने काम सकेपछि यसो बाहिर हेरेको केटाहरू बल खेल्न आइरहेछन् ग्राउन्डतिर। अनि झ्यामझुम आज त फेरि टोलाई खेल्ने कार्यक्रम भएको थियो कि ग्राउन्डमा पनि। झ्याम टोल्नी खेलेको थिएँ, मजा आएको थियो हेर्नलाई म नखेले पनि।